हेलो एभ्रिवान वेलकम टु माई अनदर भ्लग। आज चाहिँ म मेरो कलिगहरूसँग बाहिर जान लाग्दैछु। वेटिङ फर मोर अपडेट। हजुर यहाँ चाहिँ यो चाहिँ हाम्रो अफिस। अब म यहाँ देखाउँछु मेरो कलिगहरूलाई। यहाँ हुनुहुन्छ हाम्रो गोविन्द सर। सरको काम के छ? सरको केही काम त्यसलाई 32 टेक चाहिएको हैन। अहिले तिमी कति बोल्दैछौ? खासमा भन्नु पर्दाखेरि अनि यहाँ चाहिँ हाम्रो कलिगहरू हुनुहुन्छ बसेर मस्त गफ। किन आज न्यू इयर भयो र? राइसर आज पार्टी हो। मैले नभने राइसरले रुबिन के छ तिम्रो? एकदम नाइस। अबको 1 वर्ष पनि बित्न आट्यो हैन। बुढो भयो बुढो भयो हेर्दा बुढो भयो अरु भन्दा पनि 25 वर्ष लाग्यो। रासमा मिस के भन्नुहुन्छ तपाईँ? छैन 25 वर्ष लाग्यो म पनि। ल ठिक छ। यहाँ चाहिँ हाम्रो प्यारी प्यारी दिदी हुनुहुन्छ। यसो सिस तपाईँ दिदी चाहिँ अलिक मोटी हुनुहुन्छ। दिदी चाहिँ अलिक मोटी हुनुहुन्छ भनेर आज कम्प्लेन गर्दै हुनुहुन्छ। लु त जिममा गरिदिनु न त दिदीलाई पनि। आफू मात्र गएर हुन्छ? सबै स्टाफलाई गरिदिनु त। ल भइहाल्छ। अर्को वर्ष होइन सरले तर त्यो भन्नु भने सरले जिमको लागि त हान्दिनु हुन्छ नि फेरि रेगुलरली तर एक दिन छुट्यायो भने तिमीहरुको कोर आउनु त फेरि। ल ल म एग्री गर्छु। म जान्छु। फेरि ल चाहिएको हैन सर। ल अब हेर्नु भयो राइसरले कतिको हामीलाई स्पोन्सर गर्नु। हामी जाँदैछौँ। कहाँ गएको थाहा छैन होइन। गिटार बोकेर यहाँ चलिदिँदैछौँ हामी। सकिँदैन त के चाहिँ हामी यसरी गरिरहेको छौँ। कस्तो रमाइलो हुँदैछ। त्यस्तै हो देखाउनु पर्छ। हामी सबै फाइनली आइपुग्यो। कहिले देखिँदैन रहेछ ट्राफिक। म त हराउँछु कि क्या हो यतै। गाइस हामी चाहिँ यहाँ गेम यो बाल्दाखेरि त झिलिली हुँदो रहेछु त म त। ए यहाँ चाहिँ हुनुहुन्छ हाम्रो क्युटी क्युटी। यहाँ चाहिँ हामी छौँ केटाहरू पछाडि निस्कन। अब चाहिँ हामीले खाना खान जान आँट्दैछौँ। अनि रिभ्यू चाहिँ म अहिले तपाईँलाई दिन्छु ल। खाना खाइसकेपछि यहाँ चाहिँ दिया सिया बालेको रहेछ। हजुर ए है मैले पनि लाग्दैन। हातले दिनुपर्छ। अनि यहाँ चाहिँ देखिरहेको छ धरानको भ्यू। कहीँदेखि हाम्रो डाइरेक्ट गाइजहरू छन्। यो चाहिँ ग्याम्लिङको मलाई भन्ने आएन। त्यो चाहिँ यस्तो छ। होइन फोन जोतको भए पनि भ्यू त राम्रो आउँछ नि। थाहा छ तपाईँलाई? मेरो फोन भ्यू चाहिँ अलि आँखाले झन् राम्रो छ। यो चाहिँ त्यहाँ मामाको छ दालभात सब्जी भन्छ। फोन फालिदिन्छ है म फेरि। होइन काट्छु होइन जिस्काको के भएर खानु 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 के गर्नु आज त मैले भातैमा खाएको थाहा छैन गीतै चाहिँ थाहा छैन। तिमी जुरेली जस्तै नाचन हो कच्चा यो मन मेरो कहाँ जान्छ नि। फुरुरु उडेर जान्छ नि जहाँ आफ्नो माइतको माया छ। होइन ठिक छ क्या दामी देखिरहेको छ क्या तर साँच्चै। ब्लगर याउ यिनीहरूले डराइसके ढङ्गै छैन। लास्ट क्या पुरै डरेर कालो भयो।
पानी भयो हुन्थ्यो हाम्रो नि उयो के भन्छ होइन ठिकै छ जे भयो पनि अनि हाम्रोमा नि त्यो खोर्सानी माग्न गएको छौँ तिनीहरूले नुन खोर्सानी दिनै बिर्सेछन् क्या त्यही भएर होइन रुबिन यस अब कालो भएर म त देख्दिनँ त तपाईँको छेउमा त म बलिरहेको छु नि त खै अब यो बत्तीको तल आयौँ हामी बत्तीको तल पुरै झलल नि अब बत्तीमा त मलाई पनि यसो देख्छ राम्रै पुरै झिलिली यस ल के अरे ल ह्याप्पी न्यू इयर आएको चाहिँ यहाँ चाहिँ फेरि वर्ष चाहिँ गीत छ डान्स अब हामीलाई चाहिँ नाच्न आउँदैन होइन त्यही पनि हामी ड्राइभमा टाउको देखेर कोही टाउको यो दामी हुन्छ सकिसक्यो जस्तो हाँस्दिनु त सन्चै हुनुहुन्छ भयो नगरिदियो फलामको भयो मुनिको फलामको दुई बजे चाहिँ हाम्रो प्याकअप भयो गफ गरेर सक्यौँ हामीले यो मैले यस्तो गरेको थिएँ छ्या फेरि भन्नु अनि यहाँनिर चाहिँ यस्तो राखेको छ होइन सकेको छैन अब अझै के सकेको छैन अघि भन्दा चाहिँ होइन त्यस्तो लागेको मात्र लु चाउ तिमी बस ल यहाँ जाडोमा हाम्रो टेन्ट छ यहाँनिर दुइटा म चाहिँ यहाँ सुतिरहेको छु होइन यहाँ सिस खै प्रास्ना मेरो यहाँबाट सुलुलुलु सिराला भुल्ने तारा अघिदेखि मलाई टार्गेट बनाएर छ भनेर गुड मर्निङ कुनहरू दिदी पिन्टेश्वरीको डाँडा यो हो सरी यो खेतै खेत जस्तो भएको ए मैले अहिले बल्ल निहालेँ क्या किनभने यता त खोला छ बिचमा यो त नराम्रो त पिण्डेश्वरीको चाहिँ छ नि त्यस्तो जङ्गल हामी चाहिँ वाकमा जाँदैछौँ बिहानै चाहिँ ग्याम्पलिङ छ अनि माथि चाहिँ हामी बसिरहेको छौँ अनि अहिले चाहिँ हामी कहाँ गएको अरे हामी वाकमा गएको खोइ प्रश्न नआउने हेरेर माथि पहिरो गएको छ अरे भिड चढाउन आँटै नाँटे हुँदा हुँदै अब हामी भिड चढेर माथि जान्छौँ तर
तर यहाँ साँच्चै पहिरो गएको रहेछ हुन त 8 बजिसक्यो कि हामी मर्निङ वाक हिँड्दैछौँ 6 बजे नै हिँड्नुपर्ने हो 8 बजी हिँड्दैछौँ मस्त छ दिदी कुद्नु बरु गुटुटु जङ्गल बस्ने गएको धरान यस्तो देखिरहेको छ यहाँबाट यहाँ त झुलिने फुल कताको यो झुलिने फुल रहेछ त हिँड्ने जाउँ न बरु यो ठाउँ घुम्दै घुम्दै कहाँ दिदी उ त जङ्गल त्यो झुलुङ्गे पुलमा त्यो झुलुङ्गे पुलमा लास्टै प्रिटी रहेछ हौ तपाईँको त ए यो जङ्गल होइन अर्कै ऐसेली भेटेको थिएँ क्या बाटाभरि अनि यो पनि पाहाडै त हो नि तर यहाँ चाहिँ भेटिनँ म छेउले यहाँ हामीले कुकुर भेट्यौँ त्यो कुकुरले पनि घुरेर हेरेर एट्याक गर्न खोज्दै त डरले टाप अनि बाटो पनि तर हिँड्छ नि त बाटो नि हिँड्दो रहेछ तर त्यहाँदेखि फेरि पहिरो गएको ठाउँमा आइपुगिसक्यौँ पहिरो गएको यहाँनिर कस्तो भयो दिदी तपाईँको दिन अरे रात हिजो बेलुका त आएको रमाइलो भयो रात सुत्नु पाएन सुत्नु भएन के गर्दै बस्नु त गफ गर्दै बस्नु हो गफ गर्दै तिमीहरूलाई हेर्दै बसेँ नि रुङ्दै उफ रुङ्गै अरे कति न है केटाकेटी सबै यस्तो बहिनी साँच्चै मलाई क्या डर लागेको थियो राति पापी उसलाई मन चाहिँ क्या पिङ खेल्ने सपना थियो होइन फाइनली पिङ भेट्यो अनि ल म बस्छु नि त कस्तो डराएको दिदी मेरो हिजो दिएको पिङ तर यो कस्तो ल्याचक्क यतापट्टि पर झर्किने खालको रहेछ ल फाइनली पिङ भेटेँ मैले छाता हल्का पोज लु ल पोज खै अब भिडियोमा चाहिँ कहाँ पोज गर्छ के गानाहरू वाटर सलाला गिभ मी दैट अम्ब्रेला वाटर सलाला खुकुरी रम हेलो एभ्रीबडी च्यानल टु माई वेलकम गाइस भिडियो बनाउने जम्सिस दिदी रिसन भयो कि रिसाए पनि रिसाउनु त सकि त सक्यो हिजोस्तिको फकाउनु त ल्याउनु त जसरी पनि फकाएको चाहिँ कसलाई उसलाई फकाएको होइन मलाई त फकाएको होइन यिनीहरूले के हो भन्नु रुबिनी यो के हो बाँस बिरानो भए मलाई चाहिँ पिसफुल निद्रा लाग्छ टी जानेपछि चाहिँ दिउँसो लाग्दैन दिउँसो लाग्छ नि रुबिन अनि यो गिटार बोक्दा कस्तो कस्तो महसुस हुँदैछ रक स्टारवाला फिल गरिरहेको छ रक स्टार होइन स्टेज चाहिँ मेरै हो अनि हिजो हामी बेलुका कन्सर्ट राम्रो तरिकाले गऱ्यौँ धरानमा कन्सर्ट सक्सेस भयो कन्सर्ट सक्सेस यो भयो धरान होइन त नि धरानमा गएर फर्केको छु यबाट हेलो गाइस म चाहिँ लखतरान भइसक्यो तर लखतरान भइसक्यो हामी हिँड्दै हिँड्दै धरानै आइपुगिसक्यौँ कति घन्टा हिँड्यौँ हामी 1 घन्टा हिँड्यौँ 2 घन्टा भयो मलाई कस्तो हिँडेको फिल नै भएको छैन त किन 2 घन्टा हिँडेछौँ हामी 2 घन्टा कि 2.5 घन्टा हिँडेर हामी सिधै धरान ए गाडी पनि देख्न थालिसक्यो अब त मैले काठमाडौँ धरान आइपुग्यो
गाइस म चाहिँ धरान आइपुगेँ ए 15 नम्बर वडा कार्यालय आएछ है विरक्त लाग्दो थुक्पा खान बसिरहेको छु एकदम विरक्त लाग्दो भयो ओह्रालो मलाई यो सिधा बाटो चाहिँ यो पेन हुन्छ क्या त्यो भएर म हिँड्दिनँ ओह्रालोमा चाहिँ के हुँदैन होइन धरान आइपुग्यौँ दिदी यसो हिँडिरहेको छ टल्किँदै मलाई झन् केही देखेको छैन भुत्नी भएर जस्तो बिजोग छ